वेलकम ब्याक टु माई न्यू ब्लग। फेरि पनि भेटेको छु गाइस। यो ब्लगमा पार्ट 2 सम्झिँदा हुन्छ गाइस। यो ब्लग आज जस्तै हो। यो ब्लगमा चाहिँ हामी घुम्छौँ। भाइ भन के भन्नु छ? सो हामी चाहिँ अब नास्ता गरेर हामी धेरै घरमा जानु आँट्नु भएको छ। नास्ताहरू गरेर हामी त्यो ब्लग पनि आउँछ। यो ब्लगमा चाहिँ हामी यतिकै छोटो ब्लग हुन्छ नि त। यहाँ छोटो ब्लग हुन्छ। हामी उही परसम्म घुम्नु जान्छौँ। के हेर्छौँ चहल पहल दसैँको दिन कस्तो लास्टसम्म हेर्नु होला। च्यानलको सब्सक्राइब गरिदिनु होला भन। च्यानलको सब्सक्राइब गरिदिनु होला अनि भिडियोलाई पनि लाइक पनि गरिदिनु होला। हामी भ्लग बनाउँदै गएको छौँ। हामी प्लिज गाइस लाइक एन्ड गाइस हेर्न सक्नुहुन्छ। दसैँ हामीलाई राम्रो भइरहेको छ। सो दसैँ सेलिब्रेसनमा हामी घुम्नु गएको छौँ। सो लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। कमेन्ट पनि गरिदिनु होला। हामीलाई सल्लाह सुझाव दिँदैछ भ्लग बनाउनलाई मोटिभेसन। यहाँ घरहरू हेर्नुपर्छ। यहाँ नि सबसे फर्स्ट यहाँनिर हेर्नुपर्छ। सबै मान्छेहरू माथि गएको छ। घरको टुर गराइदिउँ। यस्तो छ। सो हेर्नु सक्नुहुन्छ। घर पनि राम्रो छ। यो चाहिँ आज जमुना फुपूहरूको घर हो। अर्को घरमा जान्छौँ है। जान्छ। तपाईँहरूको दसैँ कस्तो चल्दैछ? कागो दिन के भयो त्यो पनि कमेन्टमा मेन्सन गरिदिनु होला। हामी सबसे फर्स्ट यहाँ घुम्छौँ। मेरो साइला काको घर हो। यहाँ हामी साडी बनाउँछौँ। साडी देखाउँछौँ। त्यो भ्लग बनाउनु राम्रो हुनुहुन्छ नि त। हिरियन्स बाइक पनि छ यहाँनिर। यस्तो छ। गाई छ। गाई देखाउँछु हामी। परनिर छ गाई। गाई पर देख्नुभयो। गाई हेर्नुहोस् होला। एकछिन पर गएर देखाउँ न। यहाँ बनाऊँ। गाइस हाम्रो यो गौमाता यहाँ हुनुहुन्छ। हान्दैन टोक्दैन। अब के देखाउने? सरप्राइज एउटा धेरै खतरनाक चिज छ। टेक्नोलोजी छ। सो त्यो फेमस भएको उयो हो। आज चाहिँ गाइस फर्स्ट टाइम हामी अरूको घरमा गएर यसरी भ्लगिङ गर्दैछौँ गाइस। त्यसैले हामीलाई मजा पनि आएको छ र डर पनि लागेको छ। थाहा पाउनुभयो भने पैसा हामी कति भयो देखाउनु होला। यति जम्मा 50 सो हेर्नुहोस् 70 मात्र भयो मेरो त झन्। सो हेर्नुहोस् गाइस दाम दिनु हेर्नुहोस् गाइस हेर्नुहोस् 50 तिमीलाई कसले दिनुभयो रियन्स? 50 चाहिँ तिमीलाई कसले दिनुभयो? मलाई त एउटा भेट्टाको कसले दिनुभयो? हेर्नुहोस् होला गाइस। आजको भ्लगलाई यहीँ एन्ड गरिम रियन्स। नगर्नु ल ल ल अब भनिसक्यो। हामी यही घरमा गएर हामी यो भ्लग नि यहीँदेखि गाइस हामी यहीँ भएपछि नि त गाइस यो घरमा आएर हामी यहीँ भ्लगिङ गर्छौँ र यहीँ अपलोड गर्दैछु। के अरे रियन्स भन त। यही 1 मिलियन भ्युज बनाइदिनु होला गाइस। ल गाइस आजको भ्लगलाई म यहीँ एन्ड गर्न चाहे। थ्याङ्क्स फर वाचिङ।